भइहाल्यो भने तपाईँले अब हामी चाहिँ लाग्यो अब यसो घुम्नतिर अब दाजुभाइ दुईजना घुम्न भन्दा हिजोको काम अब लाइसेन्स लिनु गर्न दौडिनु पऱ्यो हिजो जङ्गलमा पुगेको थियो आज कहाँ पुग्छ अब हेर्नु पर्ला यो चाहिँ हामी बस्ने बिल्डिङ रुम अब जाने सर यहाँ एउटा मात्र मार्केट छ यत्रो क्याम्पको एउटा मार्केट छ फेरि यस्तो महँगो छ कि जाँठा एउटा चिन्न गयो नि धोती नि बस्ने कि यसो शान्त शान्त भएर बस्ने चौर पनि यत्रो छैन धेरै ठुलो यति हो अन्त गए पनि यस्तो ग्राउन्ड छैन यहीँ मात्र हो यसरी बस्ने आज घामसाम ताप्ने यसो छुट्टीको दिन नत्र पनि छँदै छैन यस्तो छ अलि राम्रो बनाएर अलिक खेल्ने ठाउँ अलि राम्रो बनाइदियो भने यति हो बस्ने चौर भने जाने हो अब हामी यहाँ सफा सिक्नुपर्छ कहाँ गयो बस यस्तो काट जानुपर्छ नि यहाँ सिस्टम चाहिँ ठिक छ मेट्रो स्टेसन सिस्टम चाहिँ ठिक छ यस्तो सफा सुन्दर आनन्द छ नि है यतिको सफा त के हुन्छ हाम्रो नेपाल होला र यतिको सफा यतिको विकसित देश कहिले बन्छ कति वर्षमा बन्छ ओ पदु दाइ कति वर्षमा बन्छ हाम्रो देश यस्तो विकसित 10 वर्ष अनि बालन सरकार जाने भयो त त्यसै बालन सरकारले पनि हाल्छ नि 5 वर्षमा गएर देखाउनु पर्छ क्या नसोचेको कुरा के अरे खोलाले बगाउँछ भन्दाखेरि विकास गरेर देखाउनु पर्छ क्या आयो सर यसरी आएर जाने अब हामी चाहिँ ड्युटी सर आइरहेछ कुरेर बस्नुहुन्छ यस्तो हुन्छ यार हाम्रो ठाउँमा के अरे कुनै ठाउँमा त लिफ्ट राख्यो भने चाहिँ लिफ्ट पनि चल्दैन कि नेपालतिर त किनभने इलेक्ट्रिक बिल बढी आउँछ भनेर राख्दैन है यतिको कहाँ पुग्ने हो सर कति मिनट बाँकी रहेछ मेट्रो 2 मिनट टक्क मेट्रो आइहाल्छ अब चढिहाल्ने यहाँ छ यस्तो राम्रो The next station is Shobha Realty. This is interchange station to Dubai Tram. Passengers travelling to Jumeirah Beach, please interchange to tram at Shobha Realty Metro Station. المحطة القادمة هي شوبا العقارية. يمكنكم من خلالها الانتقال إلى ترام دبي. يرجى من الركاب المتجهين إلى شاطئ جميرة الانتقال إلى الترام من محطة مترو شوبا العقارية. The next station is المحطة القادمة هي हामीहरू गए यो चाहिँ युनिकन मेट्रो स्टेसन हो अब यहाँबाट कहाँनिर छ मेडिकल खोज्दैछु हेर्दैछु म्याप्स हेर्दैछु खोज्दैछु कतापट्टि म्याप्स छ लाइसेन्स पनि मेडिकल सर्टिफिकेट होइन लाइसेन्स लिनुभन्दा नि यस्तो दौडिनुपर्छ अहिले यो नयाँ रुल आएर चाहिँ यो नभए डक्टरको यति सिट नभएसम्म फेरि लाइसेन्स लिनु नहुने रहेछ त्यो लाइसेन्स लिनु गर्दाखेरि मेडिकल चाहिँ जरुरी रहेछ एकदम ल अब लाइसेन्स पनि लागि डक्टर पेपर पनि आयो मेडिकल फिट छ भनेर आइटिएस गरेर सबै यस्तो झन्झट रहेछ जहाँ एउटा यो पेपर पाउनलाई यो पेपर एउटाको लागि कहाँ कहाँ हिजो धोबाउ तारेर आज बल्ल भयो काम पनि अब जाँदैछु अब
लाइसेन्स रिन्यू गर्ने मेसिन भाटामा एउटा होइन रिपोर्टको लागि यस्तो दुःख पाएको जाँठा यस्ता सिरानीहरू के रुल बनाउँछ यिनीहरूलाई पैसा चाह भएर रुल बनाएको जस्तो लाग्यो मलाई नत्र किन बनाउँछ कहिले पनि पैसा चाहे हेल्प गऱ्यो भने सबैले 10-10 रुपियाँ हेल्प गरिदिइहाल्छ नि यार सबै इम्प्लोयरहरूले यहाँको किन यस्तो रुल बनाउनु पऱ्यो फोकटेमा अब ट्याक्सी पाउन गाह्रो हुन्छ अब ट्याक्सी फेरि बुक गर्नुपर्छ अनलाइनमा समाउनु त म अनलाइनबाट बुक गर्छु ट्याक्सी ल अब बाटो क्रस गर्नु पऱ्यो यसरी अब हामी पनि अब नेपालको जस्तो पारामा बाटो क्रस गर्ने अब कहाँ यहाँनिर दौडिनु म पर रहेछु यहाँ दौडिहाल्नु ल यसरी दौडिहाल्ने हो कहाँ जेब्रा क्रसिङ खोज्नु अब यतिखेर ट्याक्सी नपाउने बेला अब यहाँ कहाँ जानुपर्ने बेला जेब्रा क्रसिङ भाग गाडी आछन् बाजे भाग गाडी आछन् भाग ल ट्याक्सी पनि आयो यहाँ ट्याक्सी पनि रोकिसक्यो अब जाने हामी टक्क अब कहाँ जानुपर्ने रे अब त्यो हामीलाई यस्तो मजा आउँछ हेर्नु हामी पनि पहिला पनि काम गर्नु पर्थ्यो यस्तो बिजोग पाराले गर्मीमा यस्तो बिजोग हुन्छ गर्न नसक्दा हुन्छ काम भनेको ल खेल्ने ठाउँ पनि बनाइदिरहेको छ यसरी गर्ने आनन्दले होइन बजु दाइ आनन्द रहेछ यार कति आनन्द यसरी बनाइदिनुपर्छ जाँडा हामीहरूको त छैन केही पनि दामी बनायो ठाउँ यसरी पोइन्ट ठाउँ बनाइदिनु पर्छ झुला खेल्ने ठाउँ यसो झुला यसो झुल्ने ठाउँ आहा पब्लिकको लागि यो चाहिँ यति राम्रो ठुलो मान्छेको लागि सानो सबैलाई अब लाइसेन्स लिनु गर्न आइपुग्यो अब मिसिन यहाँ छ बिस्तारै त्यहाँ यो मिसिन यहाँ अब यहाँबाट सर रिन्यू गर्ने यसो टक्क होइन तर आनन्द रहेछ है कस्तो ढुक्क रहेछ कसरी थाहा चाहिँ आउँदैन अब गर्नुपर्छ बिस्तारै पहिला थिएन क्या यस्तो यो अहिले के अरे लाइसेन्स लिनु गर्नुपर्ने यो मेडिकल थिएन क्या पहिला अहिले यो लागु गरेछ अहिले ट्याक्सीवाला सबैलाई वर्षमा गर्नुपर्छ अरे ट्याक्सीवालाले यस्तो झन्झट गरेको छ जहाँ लाटामा गएर धत्तु पत्तु भएछ अनि मलाई चाहिन्छ नि यस्तो छ हो जिन्दगी होइन यो हो नि त माया पारा हाम्रो आजको जिन्दगी यस्तो देखने का ज़्यादा ये ल अब म चाहिँ मसाज मस्त गरिरहेको छु मसाज मेसिनमा मसाज मेसिनमा मसाज गऱ्यो बस्यो मान्छेहरू ए थोकर के हो पुरै सुतिरहेको छ त कस्तो लागिरहेको छ मसाज गर्दा मजा आउँदो रहेछ मसाज गर्दा ए के हो मस्तो सुतेको त तिनजना त ल हामी चाहिँ अब यसो दुबईतिर घुम्दैछौँ यसरी यहाँ ठायो अब पछि लाग्न थाल्यो धेरै हावा गर्न यसरी घुम्दैछौँ यो चाहिँ हाम्रो बर्दुबई पार्टीले यसरी घुम्दैछौँ हामी यसरी रमाइलो छौँ दुईजना यता यहाँ दुईजना यता घुम्दैछौँ हामी यसरी पार्कतिर यस्तो दामी ठाउँ छ यसरी घुम्न यसो बेला बेलामा यसो यहाँ चाहिँ सबैजना सबै ठाउँको भेट्छ ठिक छ राम्रो छ यसरी हप्ता महिनामा एकचोटि सेलेरी आयो यसरी घुम्नुपर्छ यसरी मजा आउँछ यसरी यो पार्कतिर घुम्दाखेरि यहाँ चाहिँ अहिले साँझ भएपछि झन् रमाइलो हुन्छ अब हामी 5 बजीसम्म बस्दैन हामी छिटै निक्लिहाल्छौँ त्यही भएर हामीलाई साँझतिर बस्नु छैन अब यतिकै रमाइलोमा निक्लियो हामी निक्लियो यहाँ यस्तो ठाउँ छ यो के यो भवन के बनायो बाई टिकट सी भन्छ के टिकट यसरी हुनुपर्छ यस्तो मजा कहाँ भन्नुपर्छ यस्तो मजा एकदम यस्तो मजा भ्यू है यस्तो मजाको दामी ठाउँ छ ल यो चाहिँ दुबईको पहिला यिनीहरू अरबीहरू बस्ने लोकल यस्तो घर छ यहाँनिर यस्तो मजाको घरहरू यस्तो बस्ने ठाउँ छ कुना गल्ली यस्तो घरहरूमा हामी यस्तो लिँदै यस्तो ठाउँ भयो यस्तो घुम्नुपर्छ यस्तो दामी ठाउँ चाहिँ पहिला यिनीहरू बस्ने ठाउँ यस्तो छ अहिले यस्तो भन अहिले टुरिज्म यहाँनिर टुरिस्ट यस्तो बस्ने घुम्ने हिँड्ने यस्तो दामी ठाउँ छ यस्तो बनाएको छ यिनीहरू यहाँ काठको यो चाहिँ भान्सा यिनीहरूको यस्तो दामी ठाउँ छ यिनीहरू जस्ट आफ्नो यसको चिनहरू राखेको छ अहिलेसम्म के अरे मासेर एनतेन गरेर सिधै खाएन यस्तो दामी यसरी साह्रै छ अब यो उयसमा चाहिँ खेल्न लाग्यो अरे यो जुन यसो म्युजियमहरू यहाँको चलचित्रहरू सबै ठाउँमा उयो के अरे फेमस चिजहरू घुम्न यस्तो गल्ली होइन यस्तो दामी ठाउँ बनाएको छ यस्तो दामी घुम्ने ठाउँ
पाहाड मजाले बस्ने ढुङ्गाहरू यस्तो मजाको छ यस्तो ढुङ्गाहरू बनाइरहेको छ यसरी चढ्ने ठाउँ यस्तो बनाएको छ हामी यसरी घुम्दैछौँ आज पुरै यो गल्ली गल्ली कहिल्यै घुमेको छैन यो गल्ली गल्ली त पहिला पनि छिराएन आज छिराएँ म यसरी तर आधी छ है यो पहिला यिनीहरू बस्ने ठाउँ हो यो घर यिनीहरू पहिला यिनीहरू बस्थे नि ठिक छ है माटो नि यस्तो यिनीहरूले जस जोगाएर आएको छ हाम्रो नेपालतिर भए त्यतिखेर को कता कताको मान्छे आएर गजेडीहरू आएर पुरै खाएर बसिरहन्थ्यो यो घर यस्तो बिल्डिङहरू सबै सुरक्षित छ यहाँ थोकर जस्तो मान्छेहरू आएर बस्थ्यो होला माटो त्यसरी ओगटेर है थोकर तर चाहिँ मान्छेहरू आएर ओगटिदियो होला है यस्तो मजाको देश छ यस्तो राम्रो आनन्द यसरी घुम्यो आज सबैतिर यसरी घुम्दै हिँड्दैछु स्क्वायर त घुम्ने ठाउँ कुनै ठाउँमा त पैसा तिरेर घुम्नुपर्छ नत्र कुनै ठाउँमा त पैसा तिर्नुपर्ने यो भित्र सबै म्युजियमहरू राखेको छ आफ्नो के अरे घुम्ने ठाउँहरू यसो भ्रमण गर्ने ठाउँ यहाँ समुद्र यसरी आउँदैछ यहाँनिर अगाडिपट्टि समुद्र छ सर्लक्क घुम्ने ठाउँ ढुङ्गासुङ्गा चढ्ने ठाउँ कति मजा आएको छ ढुङ्गा यस्तरी चलिरहेको छ ढुङ्गा यहाँ ढुङ्गा चढ्ने हिँड्ने यो चाहिँ समुद्र यस्तो मजाको समुद्र पारीको सहरहरू यो त्यो आकाशे ब्रिज भन्छ त्यसलाई यस्तो मजाको छ चलिरहेको छ यसरी हुन्छ यहाँ घुम्ने बन्यो भने यसो घुम्ने पहिला यस्तो यो फोटो खिच्ने ठाउँहरू बनाएको थिएन थियो है यस्तो बनाएको थिएन यस्तो दामी फोटो बनाएको छ यो यस्तो यहाँ त्रिभुज यस्तो मजाको बनाउने खेल्ने ठाउँ दामी छ यो बनाएको छ हेर यस्तो यो ब्रिजहरू रमाइलो गर्दैछौँ दुबईतिर बर्दुबईतिर रमाइलो गर्दैछौँ हुन्छ नि आलुमा उयो हुन्छ प्रोटिन हुन्छ त हामीले बर्दुबईतिर यसो घुम्दैछौँ घेरातिर यहाँ आमा मान्छे हेर्नु यहाँ आमा मान्छेहरू यत्रो टन्नै मान्छे छ यस्तो कहाँबाट अब होला सबै देशबाट नेपाली इन्डियनहरू हुन्छ यहाँनिर जस्तो अरू कोही छैन बिन्दास छ हामी घुम्दैछौँ यसरी मजाले आनन्द यहाँ चाहिँ अब हामी यसो समुद्रतिर नजिक छेउछाउतिर यो चाहिँ समुद्र पुरै यसरी घुमिरह अब कसैको त्यो फोटो आइदियो भने नरिसाउनु होला भिडियो आइदियो भने जाउँ उयो जाउँ ढुङ्गा चढ्ने भने होइन ओए थोकर ढुङ्गा चढ्ने भने होइन सोध्नु ढुङ्गा चढाउँ ल जाउँ चढ्ने ढुङ्गा किन नजानु ढुङ्गा चढ्ने नि यसो ढुङ्गा यसो अलिक चढाउँ मजा गरौँ त्यो नि बोरा बाँधेर हिँडेको छ यार यसो तिरपाल चढ्यो अब हामी अब निक्ल्यो हामी घुम्नलाई ठिक छ किन टेन्सनमा यसो घुमेर निक्ल्यो न यसो जङ्गलको चाहिँ रातो